सक्थेँ, म घर फ्यामिलीलाई सेयर गर्न सक्थेँ। मलाई एकदमै त्यो कुराले हिट भइरहेको थियो। ठिकै छ, अब भइहाल्यो, अब मैले राम्रो खेलिनँ, सायद अनसेटिस्फाइड हुनुभयो होला, इट्स फाइन भनेर त्यहाँबाट म गाडीमा नै आउन सकिनँ। म पछि फ्लाइटमा फर्केँ, उहाँहरू सबैजना गाडीमा फर्किनु भयो, म नेपाल आएँ। केही समय त्यसको फेरि 1-1.5 हप्तापछि त्यो बेला इन्डोर एसियन गेम थाइल्यान्डमा हुन लागेको थियो। इन्डोर एसियन गेमको लागि नेम लिस्ट रेडी भयो। त्यो बेला नेम लिस्ट कसरी रेडी भयो? सबै भुटानमा खेलेको गोल्ड मेडलिस्ट मध्येमा सिनियर टिमको सेलेक्टेड खेलाडीले जाने भन्नुभयो। ठिकै छ, अब त पर्यो नि त, अब त के छ र, अब त गेम पनि जित्यो, सबै कुरा भयो भनेर फेरि इन्डोर एसियन गेमको लागि मेरो नाम, मसँग हारेको अर्को भाइको नाम राखिदिनु भयो। म त फेरि सक भएँ। अब चाहिँ म क्वेसनै गर्छु भन्ने सोचले चाहिँ म पनि रेडी भएँ। अब यो अति भयो, हरेक कुराबाट यस्तो किन मलाई कट अफ गर्नु भएको जस्तो मलाई महसुस भइरहेको थियो। म गर्छु भनेर सोचेँ। अनि त्यो गर्नु अगाडि अनि त्यो मलाई त्यसमा पनि इन्डोर एसियन गेममा पनि राख्नु भएन। अब सपोज ल त्यहाँ त्यो इन्डोर एसियन गेममा हाम्रो विभिन्न वेट विधा हुन्छ, मेरो वेट विधा नै नलगेको भए मलाई अझै प्रब्लम हुँदैन थियो होला। सायद मलाई लग्नु भएन, अर्को वेट लग्नु भयो भन्ने मेरो फिलिङ्स हुन्छ होला। तर मेरै वेट लगाएको छ, मेरो वेटमा अर्को खेलाडी छ, त्यो कुराले पनि म एकदमै स्याटर्ड भएँ। अनि म ठ्याक्कै बाटो हिँडिरहेको थिएँ। अनि राष्ट्रिय टिम तयारीमा ठ्याक्क म पुगेँ। त्यो बेला ठ्याक्क हाम्रो त्यहाँ दिपक शिष्य गुरु पनि भेट्नुभयो। म त्यो बेला नामको टिम लिस्ट त्यहाँ थियो। अनि मैले सोधेँ, मलाई किन नराखेर रहेछ गुरु, यत्रो वर्ष खेलेँ, यत्रो गरेँ, केही त भएको छैन जस्तो, मैले केही गल्ती त गरेको छैन जस्तो, मेरो ठाउँमा त अर्को नाम राखेको भने। त्यही दिन कस्तो संजोग जुऱ्यो कि ठ्याक्कै युवराज गुरुले त्यही फोन गर्नुभयो, युवराज लामा गुरुले त्यही फोन गर्नुभयो, म त्यही थिएँ। अनि के नामको लिस्ट सिस्टको कुरा भइरहेको थियो, यो पठाएको छ, यस्तो भन्नुभयो। उहाँले आफै फेरि कुरा निकालेर के भन्नु भने, त्यो हेभी वेटको केटा छ नि, त्यो के अरे त्यो विप्लव, त्यसले चाहिँ यसपालि खासै राम्रो गेम खेल्न, अब त्यसको अलि एज पनि हुन थालिसक्यो, अब त्यसको सट्टा चाहिँ यो नयाँ खेलाडी राख्नुपर्छ, यिनीहरू गर्न सक्छ, यो खेलाडी राख्नुपर्छ भनेर मेरो अगाडि नै भन्नुभयो। म कुरा गर्न जानलाई आँटिसकेको मान्छे, म त्यो सुनिसकेपछि मलाई कुरा गर्नु एक थोपो पनि मन लागेन, एक थोपो पनि मनै लागेन। मैले त्यसपछि कुरा पनि गर्न चाहेन। म त्यसपछि मसँग अमेरिकाको भिजा थियो, मसँग अस्ट्रेलियाको भिजा थियो। मलाई यहाँ नेपाली गेम खेलेर बस्नुपर्ने, म आफ्नै व्यवसाय गरेर बसिरहेको मान्छे, म यो स्पोर्ट्सलाई मेरो हबीको हिसाबले म इन्जोय गरिरहेको मान्छे हो कि म अरू कोही, म यो कुरालाई बाध्य भएर खेल्न खोजेको अथवा धेरै अरू कोही रिजन होइन, म हबी हो, म इच्छा गरेर खेलेको कुरा। यो चिजलाई मैले अब एकदमै मलाई पिन्च भयो यो कुराले, मलाई एकदमै चित्त दुख्यो त्यो कुरा सुन्दाखेरि। आफै त्यही छ, आफ्नै अगाडि त्यस्तो कुरा भएपछि मलाई एकदमै चित्त दुखेर म अस्ट्रेलिया गएँ। म जानु अगाडि मैले दावा गुरुलाई भेटेर पनि भनेर गएको थिएँ, दावा गुरु म केही समयको लागि अस्ट्रेलिया जाँदैछु, अब म केही समय अलिक रेस्ट गर्छु, म 1-1.5 महिना बसेर आउँछु भनेर म गएँ, अस्ट्रेलिया गएँ। अस्ट्रेलिया गइसकेपछि पनि त्यहाँबाट मैले खबरै गरेर गएको थिएँ, चाइनाको एसियन गेममा पनि हामी सबैलाई लग्ने कुरा भएको रहेछ। अब त्यो कुरामा नि मलाई केही इन्फर्म छैन, सबैजना खेलाडीहरू गयो, खेल्यो, आयो। त्यो देख्दाखेरि मलाई चाहिँ त्यो बेला कति नमजा भएको थियो। हुन त अब त्यो कुरामा मैले भनेर आवश्यक के लस पनि छैन, किनभने त्यो बेला म देशमै थिइनँ, म बाहिर थिएँ। मलाई इन्फर्म पनि गर्नु भएन होला, लग्नु भयो होला, खेलाउनु भयो होला, ल्याउनु भयो होला, त्यो कुरा केही पनि फरक छैन। त्यसपछि अस्ट्रेलिया, म फेरि अस्ट्रेलियाबाट फर्केँ। फेरि अनि त्यसपछि ती मिसन 2026को पहिलो टिम क्याम्प 8 वर्ष सकेर पहिलो क्याम्प सक्यो, दोस्रो क्याम्पदेखि सुरु भयो। दोस्रो क्याम्प सुरु हुँदा चाहिँ त्यसमा चाहिँ के प्रोटोकल थियो भने, त्यो टिममा राखेको भुटानमा जितेको सबै गोल्ड मेडलिस्टलाई चाहिँ यो 2026को नेक्स्ट क्याम्पमा राख्ने भन्ने कुरो हो। अब त म नेपालमा पनि छु, मैले भुटान गेम खेलेर आएर अरू कुनै इम्पोर्टेन्ट गेम मिस पनि गरेको छैन, नेसनल गेम पनि जितेको, म सबै कुराले क्वालिफाइड थिएँ, म हारेको पनि थिइनँ। फेरि नेम लिस्ट आयो, फेरि मेरो नाम आयो, फेरि अर्को खेलाडी आयो, म त सक भयो यो कुराले फेरि पनि। त्यसपछि सिङ्गापुर च्याम्पियनसिपको लागि पनि नेम लिस्ट रेडी भयो, त्यसमा पनि मेरो नाम छैन, त्यसमा पनि मेरो सट्टा अर्को त्यही भाइको नाम छ, म त हचमै पऱ्यो त्यसमा पनि। अब ल ठिक छ, क्लोज क्याम्प पनि राख्नुभयो, आफ्नो हिसाब महासङ्घले आफ्नो के हिसाबले निर्णय गरेर राख्नुभयो, त्यो सायद के सोचेरै गर्नुभयो होला, त्यो कुराले मलाई समस्या थिएन। सिङ्गापुर च्याम्पियनसिप खेल्न लैजाने हो भने त्यो कुरामा सेलेक्सन पनि भएन, सेलेक्सन पनि गराउनु भएन। आफ्नो नाम को खेलाडीलाई पाएको त्यसको नाम राखेर लग्नुभयो। अब मैले त गर्न सक्ने कुरा के पनि भएन, म एकदमै ब्रेक भएँ। मलाई यो कुरा अब मलाई एकदमै फ्रस्ट्रेटेड फिल भयो। अब
मलाई क्वेसन पनि गर्नु मलाई के पनि मन लागेन। मैले त्यसपछि सिधै खेलकुद मन्त्रालयमा चिठी लेखेर गएर यो खेलको लागि यस्तो खेलाडी लग्दैछ, बिना सेलेक्सन लग्दैछ, मैले यो खेलमा सहभागी हुनलाई कि सेलेक्सन प्रक्रिया लग्नु पऱ्यो, नभएदेखि मलाई यो खेलमा सहभागी हुनलाई यहाँबाट चाहिँ ध्यान आकर्षण हुनु पऱ्यो भनेर म मन्त्रालयमा गएँ। मलाई मन्त्रालयसँग 4 दिन 5 दिन मलाई यता कहिले भोलि 2 बजे आउनु भन्ने, भोलि के आउनु भन्ने, कहिले अब खेलाडीहरूलाई म जान दिन्न भन्नुहुन्छ, फेरि कहिले कागज भित्तामा रोकिदिन्छु भन्नुहुन्छ, के भने म त कन्फ्युजै भयो त्यो भनेको कुरा। 4-5 दिन त म यस्तो कन्फ्युज भयो कि मलाई दिक्कै लागेपछि भयो मलाई केही गर्नु नै छैन। अब के हो खेलेर के भयो, त्यत्रो वर्ष खेलेर के भयो, मैले नाम पाएँ, स्पोर्ट्सबाट पाउने मैले सेटिस्फ्याक्सन पाएँ। मेरो गार्जियनले नै मलाई मान्दैन भने म यो स्पोर्ट्समा बसिसक्नु मलाई आवश्यकै छैन भनेर म मन्त्रालयबाट त्यो पेपर पनि त्यहीँ छोडेर त्यो म निस्किँदै त्यहाँबाट म फर्केँ। त्यसपछि मलाई मतलबै थिएन, म अब आनन्द बस्नु, अब म स्पोर्ट्समा अब जाँदै जाँदिनँ, म जाँदै नगइसकेपछि त मलाई राख्यो नराख्यो, मलाई गर्यो नगर्यो, मलाई चित्त दुःखै हुँदैन नि त भनेर म सबै कुरा छोडेर आएँ। मेरो दिमागले पो त्यो भने, मनले त मेरो त्यो मानेको थिएन। घर मलाई एकदमै धेरै क्वेसन मैले आफूले गर्न थालेँ, धेरै कुराहरू गर्न थालेँ। मलाई किन यस्तो भयो त, मैले के रङ गरेछु त, मैले के रङ गरेँ भने त मलाई यस्तो हुन्छ होला, अथवा मबाट मैले हारेर म जबरजस्ती जानु खोजेको त होइन। मैले सायद के अनडिसिप्लिन काम गरेँ कि भने मैले आफूले धेरै मैले फिल गरेँ क्या। मैले हेरेँ त्यस्तो एक्टिभिटी त मबाट भएको छैन होला, त्यस्तो के भएको छ भने उहाँले पनि मलाई आएर क्लियरली भन्न सक्नुपर्छ। अहिले पनि लेट भएको छैन, मबाट केही गल्ती भयो भन्नु, म त्यो एडमिट गर्नु रेडी छु। त्यसपछि मैले सोचेँ मलाई पछि लास्टमा गएर के महसुस भयो भने म यो स्पोर्ट्समा मलाई प्रोडक्सन म यो खेलमा मलाई जन्माउनु भएको, मलाई यो खेलमा आबद्ध गराएर मलाई यो खेलमा जन्माउनु भएको मेरो गुरु विनोद साके बुबाले उहाँले मलाई फर्स्टमा स्टार्टिङ ट्रेनिङ गराएर नेसनल टिमसम्म उहाँले मलाई पुऱ्याउनु भएको। त्यो बेला सायद लगभग 14-15 को कुरा होला। त्यसपछि म नेसनल टिममा भइसकेपछि म दिपक गुरुसँग आबद्ध भएको। दिपक गुरुसँग आबद्ध हुँदाहुँदै म लगन खुली डोजोमा नै आबद्ध भएँ। हाम्रो ठाउँ एउटै, म पनि ललितपुरको, उहाँ पनि ललितपुरको। म लगन खेल डोजोमा आबद्ध, उहाँ पनि लगन खेल डोजोमा आबद्ध। 2015-16 देखि सायद अहिलेसम्म आउँदा लगभग 10 वर्ष म उहाँसँग बसेर राष्ट्रिय टिममा ट्रेनिङ गरिरहेको मान्छे। मेरो उहाँसँग अलिकति अट्याचमेन्ट हुनु, नजिक हुनु स्वाभाविक। उहाँको अस्ति लास्ट केही समय अगाडि अलिकति केही द्वन्द्व भयो होला, के होला, त्यो आफ्नो ठाउँमा छ। मलाई त्योसँग केही सरोकारको कुरा पनि थिएन। पछि मैले फिल गर्दै जाँदाखेरि त्यो कुराले चाहिँ मलाई अलिकति कट अफ बाइपास गरे हो कि जस्तो मलाई महसुस भइरहेको थियो। उहाँलाई पनि कराते महासङ्घ के कारबाही के गर्नुभएको थियो। त्यहाँदेखि त्यो एसियन गेमको टाइममै त्यो सबै भएको थियो र त्यसपछि नै म उहाँसँग मिलेको हुनाले चाहिँ उहाँसँग म नजिक भएको हिसाबले चाहिँ मलाई कटअप गर्दै लगे हो कि क्या हो भन्ने कुरा चाहिँ मलाई महसुस भयो। उहाँहरूको आफ्नो व्यक्तिगत झगडा होला, के होला, त्यो मलाई सरोकारको कुरै भएन नि। त्यो मलाई, म त खेल्ने खेलाडी हो, त्यो कुरा लिएर म ट्रेनिङमा के दायाँ बायाँ गरे भए त्यो कुराले के भइरहेको मलाई गर्नु पनि स्वाभाविक हुन्थ्यो होला। त्यो कुरामा म उहाँसँग मिल्छु भनेर मलाई कटअप गरेको एकदमै मैले यो फिल गरेको कुरा हो। त्यो कुराले मलाई एकदमै पछिल्लो समय मैले सोचिरहँदा त्यही हो कि भन्ने जस्तो चाहिँ मलाई एकदमै महसुस भयो। अब त्यो हुँदै गइसकेपछि बारम्बार यसरी कटअप गर्दै जाँदा मैले उहाँलाई पनि यसरी भेटेर पनि भने यस्तो हो कि क्या हो, तपाईँसँग नजिकिएर तपाईँलाई त अहिले करातेले यस्तो गरिरहेछ, मलाई पनि त्यही गर्नु खोजे हो कि क्या हो भनेर सोध्दा खोज्दा त्यस्तो होइन होला, त्यस्तो नसोच भन्ने खालको कुरा गर्नु। त्यसपछि सबै कुरा यस्तो भइसकेपछि म अब मौन बस्छु, म के पनि गर्दिनँ। यो कुरा सबै भइसकेपछि मैले एकदिन फेरि युवराज लामा गुरुको पोस्ट देखेँ फेसबुकमा। उहाँ त फेसबुकमा बारम्बार पोस्ट गरिराख्नु भएको हुन्छ, के लेख्नुहुन्छ, के लेख्नुहुन्छ, मैले हेरेँ। मलाई एकछिन उहाँसँग फेसबुकमा भेट्दा मलाई एकदमै उहाँको एउटा पोस्ट देखेर यस्तो इरिटेसन भयो कि त्यो सिङ्गापुर गएर आएको खेलमा चाहिँ के भयो, बजेट सजेट के लेखिराख्नु भएको थियो उहाँले। मलाई एकदमै त्यो कुरामा चिप्जुके मैले कमेन्ट गरिदिएँ। तपाईँहरू परिश्रमबाट पैसा निकाल्ने, सबै गर्ने, अनि गेम खेलाउनु जाने बेला हरेकचोटि खेलाडीसँग पैसा लिएर जाने, अनि आफ्नो नजिकको नाते जातेलाई चाहिँ अफिसियल बनाएर लैजाने, यसरी चाहिँ सधैँ कराते ठिक छ, यसरी नै कराते चल्छ। तपाईँ नयाँ चेन्ज ल्याउँछु भनेर आउनुभएको मान्छे यही हो त चेन्ज भनेर मैले कमेन्ट गरेँ। उहाँले मलाई पाना मेसेज पठाउनु भयो। मैले पनि रिप्लाई गरेँ, उहाँलाई जहाँसम्म सक्छ जेसम्म सक्छ मैले पनि रिप्लाई गरेँ। मेरो बुवा भन्दा
उमेर भएको मान्छेलाई मैले फेस गरेर म भन्न सक्दिनँ। उहाँले मलाई केही कुरा जवाब गर्नु दिनु भने म बोल्न सक्दिनँ। तर मैले फेसबुकमा उहाँले मलाई मेसेज गर्नुभयो, मैले पनि उहाँलाई केही त्यस्तो अराजक तरिकाले केही पनि भने मलाई चित्त नबुझेको कुरा मैले उहाँलाई क्लियरली भन्थेँ, तपाईँले मलाई यो गर्नुभयो, यो गर्नुभयो, यो गर्नुभयो, किन गर्नुभयो, रिजन के छ? रिजन के पनि छैन। तिमी अहिले पनि टिममा आउन सक्छौ, अहिले पनि तिमी इन्भल्भ हुन सक्छौ, तिमीले मलाई आएर कुरा गर्नुपर्थ्यो, तिमी अस्ट्रेलिया जाने बेला खबर गरेनौ, यो त्यो यस्तो रिजन दिनुभयो क्या उहाँले। तपाईँलाई मैले खबर गर्ने होला, दावापुर हाम्रो कराते महासङ्घको पदाधिकारीमा हुनुहुन्न, उहाँलाई खबर गरेर जानु भनेको तपाईँलाई खबर नगर्नु हो त भन्ने कुराहरू पनि मैले भन्थेँ। मैले फेसबुकमा कमेन्ट गर्दाखेरि मैले फेरि एउटा कुरा अहिले पनि क्लियरै भनिदिइहाल्छु, मैले बुढीहरूलाई अफिसर बनाएर लैजाने हो भनेर पनि मैले लेखिदिएँ। त्यो कुरा पनि क्लियर हो, आफूले गरेको कुरा। मलाई अब मैले यस्तो किन यति साह्रो म एक्सपोज भइरहेको छु भने अब मलाई करातेमा तँलाई म यहीँ बस, तँलाई जिन्दगी बनाइदिन्छु भने पनि म यो ठाउँमा बस्दिनँ। म उहाँहरूसँग म यो ह्यासल पनि लिन सक्दिनँ। म यो ठाउँबाट पुरै टाढेरै जान्छु भनेर सोचेरै मैले यो सबै कुरा गरेको आज। मलाई बारम्बार त्यसो गरिरहँदा मेरो मन यतिसम्म टुट्यो कि आज म यसरी आएर यो प्लेटफर्ममा यसरी बोल्नु पऱ्यो भनेपछि म भित्रभित्रै कति टुटेको होला। मलाई मेरो स्पोर्ट्समा यसरी रिटायरमेन्ट लिनु मनै थिएन। म 19 एसियन गेममा म 3 फाइट खेलिसकेपछि मलाई यति म आफूमा यति कन्फिडेन्ट बिल्ड भयो कि एसियन गेममा हामी नेपालीहरूलाई मेडल ल्याउनु धेरै गाह्रो पऱ्यो। अब 3 फाइट खेल्दाखेरि आफूले त्यो एक्सपिरियन्स गर्दाखेरि त यो त्यो लेभलको गाह्रो चिज त होइन रहेछ नि भन्ने कुरा मलाई महसुस भयो क्या। किनभने जुन कुरा मैले सोचेको थिएँ र मैले जुन आफू खेल्दाखेरि मैले फिल गरेँ, हामीमा त अलिक कन्फिडेन्टमा त डाउन भएको रहेछ भन्ने कुरा मैले महसुस गरेँ क्या। त्यो कन्फिडेन्ट कसरी डाउन भयो भन्दा धेरै अन्तर्राष्ट्रिय खेल खेल्न सकेनौँ, हामी अलिकति आर्थिकले पनि गाह्रो छ हरेक कुरा गर्न सकेनौँ। अब 26सम्म चाहिँ 2 वर्ष हो, 2 वर्षमा आफूलाई चाहिँ म लगानी गर्छु, म खेल्छु। त्यो चिजलाई चाहिँ 26 एसियन गेममा चाहिँ म एक्सपोज भइ गर्छु, लास्ट प्राइज एक्चुली गर्छु। मेरो उमेरले साथ दिइरहेको छ, म भ्याउँछु, म त्यो बेलासम्म धेरै भयो 30-31 हुन्छु होला, म स्टिल मेरो लाइफलाई त्यो टाइममा टर्न गर्न सक्छु भन्ने प्लानिङ राखेर हिँड्ने पनि यसरी बारम्बार गर्दाखेरि चाहिँ अब म मनै नलागेर अब मैले कराते चाहिँ अब म हेर्दिनँ, कुनै आफूलाई पनि हेर्दिनँ भनेर चाहिँ आज मैले छोड्ने निर्णय गरेँ। एकदमै दुःख लाग्छ, मलाई मन छैन यो गर्न। म अब केही समयमा म विदेशी ल्याइदिनु छु होइन, म विदेशी हुनुपर्ने मान्छे नै होइन। मलाई मेरो घर, मेरो फ्यामिली, मेरो घरको व्यवसायले मलाई केही नपुग्दो छैन, म खेल्दै गर्नु छैन। मलाई घरमा कहिले पनि काम गर भनेर मलाई प्रेसर दिनु भएको, म आफै इच्छा भएको हुनाले म काम गरेर हिँडिरहेको मान्छे हो। म आफ्नो मेरो बुवाको व्यवसायले ह्यान्डल गरिरहेको किन मलाई त्यो कुराले म आफै सस्टेन हुन सजिलो हुन्छ भनेर मैले गरिरहेको। मलाई जानु मनै थिएन, तर अब मलाई चाहिँ करातेमा बस्नै मन छैन। म करातेको कुनै पनि अहिले कार्यक्रम हुन्छ, कुनै पनि इभेन्ट हुन्छ, कुनै पनि गेम हुन्छ, मलाई अहिले त्यहाँ जानै मन लाग्दैन। म गएँ भने मलाई यति मान्छेले क्वेसन सोध्छ, के भयो, किन, कसरी, किन तिमी यसरी टिममा परेनौ, म कतिजनालाई जवाब दिने, मसँग जवाब दिने जवाबै छैन। सोद्धाखेरि यदि उनीहरूलाई त सोद्धाखेरि सोधिएला, उहाँले सोध्नुहुन्छ होला के हो भन्ने जस्तो हुन्छ होला होइन, उहाँलाई क्युरियोसिटी हुन्छ होला। तर उहाँले सुन्दाखेरि एभ्री टाइम हट चाहिँ म हुन्छु कि मलाई यति मन दुख्छ होइन। मैले के गरेकै छैन, मैले के गरेको छु भने त मलाई त गाली गर्ने अधिकार त छ नि, उहाँमा छैन। मेरो फ्यामिली होइन यो कराते भनेको, मेरो परिवार होइन, मलाई गाली गर्ने अधिकार त छ नि। यसरी भन्दै नभनिकन बिस्तारै मान्छेलाई टुच्च लाएर यसरी घोज्दै गरेपछि त अब कसरी मैले यो कुरा यसरी सहेर बस्नु। त्यही भएर बरु यो कुरालाई नै बिर्साइदिनु पऱ्यो, यो कुरालाई नै छोडिदियो भने त मलाई त आनन्द भयो नि त। म अर्को कुरामा चाहिँ के प्रोग्रेस गर्छु होला, यसलाई सोचेर बसेर सधैँ मनमा भारी बनाएर मैले केही पाउने पनि होइन। म यहाँ बसेर के मलाई कट अफ बाइपास गरिसकेपछि म बसेर के काम यहाँ भन्ने सोच आएर आज मैले यो पत्रकार सम्मेलन गरेको। अब हजुरहरूलाई योसँग केही अब